हुन्छ नमस्ते। नमस्ते। हजुर तपाईहरुको परिचय भनिदिनुस् न। म दिनेश छेत्री है, म सिक्किमबाट। अच्छा, हजुर तपाईको नाम? दीपक प्रधान। दीपक प्रधान। हजुर तपाईहरु सिक्किमदेखि आउनु भएको नि? हजुर अनि तपाईहरुको बिहा गरेको कति वर्ष भयो? हामी त अहिले 7 years 7 years भयो। अनि तपाईहरुको बिहा गरेर चाहिँ कति वर्षदेखिको चाहिँ यहाँको आईवीएफ ट्रिटमेन्ट गर्नु भएको? 3 years आफ्टर 3 years गर्नु भएको। हजुर अनि पहिलातिर के ट्रिटमेन्टहरु गर्नु भएको थियो? कोभिडको टाइम परेको त्यो टाइममा हामीले गर्नु पाएनौँ, हामी डाइरेक्टली यही आयौँ। हजुर तपाईहरुको अनि यहाँको आईवीएफ ट्रिटमेन्टमा कति वर्षको बादमा तपाईहरुको यहाँ नानी भएको? 1 yearमै भयो। 1 yearमा है, फर्स्टमै भयो नि? हजुर फर्स्टमा सक्सेसफुल भयो। हजुर अनि तपाईहरुको डाक्टर कसको डाक्टरको अन्डरमा हुनुहुन्छ? डाक्टर पीके रोय हुनुहुन्छ। डाक्टर पीके रोय। हजुर अनि तपाईहरुको जब ट्रिटमेन्टको यहाँ स्टार्ट भयो तपाईहरुको ट्रिटमेन्टको मतलब कस्तो भयो? स्मुथली गयो कि कस्तो भयो तपाईको ट्रिटमेन्ट? कतिको हेल्प पाउनु भयो स्टाफबाट, डाक्टरबाट, सजेसनहरु? स्टाफहरु सबै एकदमै फ्रेन्डली हुनुहुन्थ्यो है। र त्यस्तो हामीलाई प्रब्लम भएन यहाँ ट्रिटमेन्ट गर्दाखेरि है। भनेको टाइममै जुन टाइममा डाक्टरले अब मतलब शेड्युल ट्रान्सफरदेखि लिएर सबै त्यो शेड्युल टाइममै भयो। अलिकति वेटिङ टाइम चाहिँ अब अलिकति अब रामगढीनाम हस्पिटल है, पेसेन्ट बेसी हुन्छ त्यही कारण वेटिङ टाइम अलिकति बेसी नै थियो, नभए एकदमै स्मुथली नै गयो। हजुर अनि तपाईहरुको अहिले ट्विन्स छ नि नानी? हजुर छोरा? ओके अनि अहिले कति वर्ष भयो नानी? 2.5 years भयो नि? हजुर अनि तपाईहरुको अब अनि तपाईहरुलाई अब नानीहरु भयो हैन, एकैपल्ट फर्स्टमा सक्सेस भयो अनि डाक्टरलाई के भन्न चाहनुहुन्छ? हैन अब टाइम लाग्छ है, अब आफ्नो केस अनुसार टाइम लाग्दो रहेछ अब अरू पेसेन्टको है। तर अलिकति हामीले चाहिँ डाक्टरमाथि चाहिँ फेथ चाहिँ राख्नुपर्छ। अलिकति टाइम लागे तापनि सक्सेस चाहिँ फाइनल्ली हुन्छ नै हुन्छ यहाँ चाहिँ आइपिएलले चाहिँ। अनि अब यहाँ आईवीएफ ट्रिटमेन्ट अब तपाईको एकैपल्टमा फर्स्टमै तपाईहरुको आईवीएफ अब ट्रिटमेन्ट सक्सेस राम्रो भयो अनि अरू तपाईहरु जस्तै हैन पेशेन्टहरु हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ यहाँको ट्रिटमेन्टको बारेमा, तपाईहरुको सक्सेसको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? म त भनि नै रहेको छु, मेरो साथीहरु कतिजनाको प्रब्लमहरु हुनेहरुको लागि नै म त यहाँ जानु एकदम फाइनली सक्सेस हुन्छ भनेर चाहिँ मैले रेफर मतलब साथीहरुलाई रेफरेन्स यहाँको दिनै रहेको छु। र अरू पनि जो हुनुहुन्छ है भिडियोहरु हेर्नुहुन्छ भने उहाँहरूलाई पनि भन्छु अरूतिर जग्गामा भुलेर टाइम पास नगर्नुहोस्, तपाईहरु सिधै यहाँ न्यू लाइफमै आएर आफ्नो ट्रिटमेन्ट आफ्नो सपना पुरा गर्नुहोस् भन्न चाहन्छु। हजुर अनि तपाईले भन्नुहुँदै थियो कि टाइम लाग्छ तर डाक्टरलाई चाहिँ तपाईले अब विश्वास गर्नु पर्यो, एकैपल्ट सक्सेस हुन्छ त्यो भन्नु नि? हुन्छ हुन्छ, थ्यांक यू सो मच है तपाईहरुलाई, कंग्रेचुलेसन्स। हजुर तपाईले फर अरूहरुलाई पनि हाम्रो सक्सेस रेट त तपाईले बुझ्नु भएको छ। हुन्छ भन्नुहोस्। हुन्छ, थ्यांक यू।